अब छिट्टै नै नेपालमा संवैधानिक राज संस्थाको स्थापना हुनेछ। वैदिक सनातन अधिराज्य नेपालको स्थापना हुनेछ र अब हामी राजावादी भएकोले श्रीमानको इच्छा हामीले जाहेर गर्नुपर्छ। हामीले बहुदल चाहौँला नचाहौँला त्यो कुरा भिन्दै हो, तर श्रीमानको सन्देशमा बहुदलीय प्रजातन्त्र भनिबसेको हुनाले बहुदलीय प्रजातन्त्रको संस्थागत विकास त्यसको हामीले पुकारा गरौँ। अब 2082 सालमा जनताको सदिच्छा पुरा हुनेछ भनिबसेको छ। त्यो कहिले हुन्छ त? अब जेठ लागेपछि हुन्छ। मैले जेठको 15 गतेको चाहिँ अवधि तोकेको छु। कुनै मान्छे मर्नु पर्यो भने उसैको जन्म महिनामा, उसैको जन्मबारमा, उसैको जन्म राशिमा, उसैको जन्म नक्षत्रमा मर्छ। अनि 15 गते गणतन्त्रको स्थापना भएको हो र अब 2022 सालको जेठ 15 गते यो चाहिँ गणतन्त्रको अवसान हुन्छ र चाहिँ श्री 5 ज्ञानेन्द्र गद्दीमा आरोहण हुन्छ।